जाँदा जाँदै उसले भनेको थियो, तिमी जस्तो त हजारौं भेट्छु भनेर। मैले पनि सोधेँ, म जस्तो नै चाहिँ किन? कि म त्यति प्रिय थिए? यदि हो भने सँगै बगैँचा आएको थियौ, फेरि किन बाटो तिमीले अर्कै छान्यौ? नडाँटी भन त, कारण के थियो र छुट्नुमा? तिमीलाई मेरो संसार प्यारो थिएन होला। माया त दुई मुटुको मिलन हो। आखिर के छ र यो रूपमा? यो रूप, जात, धन, धर्म केही पनि होइन। यो तिमीले खै कहिले बुझ्नेछौ? कहिलेसम्म टिक्ला र रूपको घमण्ड? 50, 60, 70? त्यसपछि त ओइलाइन्छ नि, झर्न लाग्या फूलसरी। अब अहिले यो कुरा गरेर नि के पाउनु? फर्किँदैनौ तिमी, मलाई थाहा छ। न तिमी मलाई सक्छौ अब मनाउन। तिमी भन्थ्यौ मैले तिम्रो कुरा बुझ्नै सकिन। यहाँ बुझेर नै हो म आफै बाध्य भए तिमीबाट टाढिन। जे नहुनु भइगयो। थिएनौ भाग्यमा, छुट्नु थियो छुटिगयो। थिएनौ हातको रेखामा, कुरा अनुसार ज्योतिषको। सक्दो प्रयास गरेकै हो तिमीमा, अब टुट्नु थियो मुटु टुटिगयो। म तिमीलाई खुसी देख्न चाहन्छु, त्यसैले अब म जस्तो चाहिँ नरोज्नु है। किन फेरि फेरि एउटै गल्ती दोहोर्याउनु? त्यसैले अब अरूमा पनि मलाई चाहिँ नखोज्नु है। जाँदा जाँदै तिमीले भनेकै थियौ, तिमी जस्तो त हजारौं भेट्छु भनेर। भन, म जस्तो नै चाहिँ किन?